नमस्कार एलिना दिदी। नमस्कार सबैजनालाई। हजुरले मलाई चिन्नु भयो त? अझ चिन्न सकिन अरे के चिन्नुहुन्थ्यो हजुरले? अनि म अस्ति भेट्न आएको थिएँ, म आउँदा चट्ट परेर बस्नु पर्थेन एलिना दिदी? ए म आउँछु भन्ने थाहा थिएन, त्यही भएर चट्ट पर्ने समय मिलेन एलिना दिदीको। अनि के अघि तिमीलाई के भन्छु भन्दै हुनुहुन्थ्यो त एलिना दिदी? यता आउन गीत गाउन यस्तो नभन न एलिना दिदी, हजुरले जस्तो गीतै गाउन आउँदैन मलाई। अनि मेरो बहिनी भेटाइदिएको थियो नि हजुरसँग, मेरो बहिनी चाहिँ कस्तो लाग्यो नि? तेरी बहिनी ठ्याक्कै कुखुराको पोथी अरे। मेरो बहिनीले त्यस्तो भन्ने होइन है एलिना दिदी, म त रिसाउँछु नि फेरि। अझै मन परेको मायालु किन गमक्कै अरे। हजुरले कुरा नै रिसाउने गर्नुभएको छ त। हजुरको यस्तै कुराले हो क्या मलाई चिन्ता लाग्ने चाहिँ। चिन्ता नमान माया चिन्ता नमान। ल अब एलिना दिदीले नै चिन्ता नमान भनेपछि म कहाँ चिन्ता मान्छु त। ल चिन्ता मान्दिनँ दिदी। अनि हजुरको चर्चा चाहिँ कता कता हुने गरेको छ नि? हो जता जतै चार कुनै एलिना दिदीकै चर्चा हुने गरेको छ कि, त्यो त मलाई पनि थाहा छ। अनि एलिना दिदी आजभोलि हजुरलाई धेरै साथ सपोर्ट माया गर्ने चाहिँ को जस्तो लाग्छ नि? कहाँ पर्ला रे, साइलोले मात्र हुन्छ एलिना दिदी। हजुरलाई यति धेरै जनताहरूले साथ सपोर्ट गरिरहनु भएको छ, त्यो पर्ला रे साइलो मात्र होइन है फेरि। कहाँ मैले कुरा हिरो हिरोनी फेलहानी गरेको छु त? सत्य कुरा भनेको नि एलिना दिदी। हजुरलाई विश्वास लाग्दैन भने त मेरो भन्नु कुरा केही छैन। ल यो कुरा छोडिदिनु अहिले एलिना दिदी। बरु हजुरलाई चाहिँ कस्तो कुरामा गर्व लाग्छ नि? गफ हेर्न गफ एलिना दिदीको, गर्व लाग्छ नराम्री हुनमा अरे। यति राम्री भइसिन्छ एलिना दिदी, राम्रै हुनुहुन्छ। ल अहिलेसम्म मैले एलिना दिदीको खुब बयान गरेँ, तारिफ गरेँ। अब एलिना दिदीले मेरो तारिफ गर्ने म सुन्छु। आज चाहिँ मैले होइन, मलाई चाहिँ एलिना दिदीले उडाइरहनु भएको छ कि मेरो थुतुनो इकोसँग मेल हानी हर। लौ भइगयो। अनि एलिना दिदी आजको भिडियो चाहिँ हजुरले कस्तो लागिरहेको छ नि? कति रमाइलो के आज हजुर म गफ गरेको भिडियो कति रमाइलो छ कि है एलिना दिदी? अनि एलिना दिदी हजुरको मनमा मेरो लागि ठाउँ छ कि छैन? मेरो लागि ठाउँ छैन हजुरको मनमा? ल ठाउँ नभए पनि केही फरक परेन। बरु हजुरको नयाँ गीत आएको छ नि, त्यसको नाम चाहिँ के छ अरे? छुट्टु पिरीमा। ओ यस्तो दामी गीत निकाल्नु भएको रहेछ गाइज एलिना दिदीले। सबैजनाले छुट्टु पिरीमा भनेर सर्च गरेर हेरिदिनु होला है। ल एलिना दिदी अहिले आएको छुट्टु पिरीमा भन्ने गीतमा एकचोटि नाचिदिनु त।